नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराध नै नगरेका दुर्गा प्रसाईलाई मध्यरातमा पक्राउ गरेको भन्दै तुरुन्तै रिहा गर्न सरकारलाई चेतावनी दिएका छन्। सरकारले गलत गरेको भन्दै उनले असन्तुष्टि पोखेका हुन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका क्रममा उनले प्रसाईलाई तुरुन्तै छाड्न सरकारलाई चेतावनी दिए। अपराध गरे पो थुन्ने हो, भएको भिडियो बाहिर ल्याउनु अपराध हो, ओलीले प्रश्न गरे। उनले स्वेच्छाचारी ढंगले प्रसाईलाई पक्राउ गरिएको बताएका छन्। राति राति तमासा गरिरहेको छ यो सरकारले, यहाँ बोल्न पनि नपाइने भयो। निर्वाचन भन्छ सरकार, 12 मा हाम्रो युवा भेला थियो, भेलामा जेन्जी भन्दै केही विद्वानहरूले ढुङ्गामुढा गरे, बिथोले, ओलीले भने। सिमरा एयरपोर्ट बन्द भयो, नेताहरूलाई जान रोकियो। उनले सभा गर्नै नदिनेले चुनाव कसरी गर्छ भन्दै प्रश्न गरेका छन्। अध्यक्ष ओलीले जेन्जीका नाममा हुने आतंक रोक्न सरकारलाई आग्रह समेत गरेका छन्। कस्तो चुनाव गर्न चाहनुहुन्छ प्रधानमन्त्रीजी, ओलीको प्रश्न छ। उनले नेकपा एमाले देश छोडेर नभाग्ने उल्लेख गर्दै प्रतिवाद गर्ने पनि बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना साथीहरूले पुष्पकमल दाहाल प्रचण्डलाई घेरिसकेको टिप्पणी गरेका छन्। 11 वाम घटक मिलाएर प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी बनाएका छन्। उक्त पार्टीमा 6औं वरियतासम्म पनि आफ्ना साथीहरू रहेको ओलीको भनाइ छ। एमाले देशको लागि लड्ने पार्टी हो, यो वृद्धाश्रम होइन। एकताको नाममा नचाहिने काम गर्ने अहंकारले भरिएका मानिसहरू थुपारेर अब देख्छन् प्रचण्डले, ओलीले भने। एमाले स्थानीय विभागले बुधबार गरेको कार्यक्रममा बोल्दै ओलीले भने, एक ढंगले भन्ने हो भने म एकदम खुसी छु। दोस्रो, तेस्रो, चौथौं र 6औं नम्बरमा मेरै साथी छन्। अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन्। मेरा साथीले त प्रचण्डलाई घेरिसके, ओलीले भने। आफ्ना साथीहरूले माओवादी पार्टी नै विघटन गराइसकेको उनको भनाइ थियो। मेरा साथीहरूले काम गरेका छन्, माओवादी पार्टी सिद्धाइदिए, अब विप्लवजीहरूले माओवादी बनाउनु भएको छ। अब माओवादी भनेको विप्लवजीको पार्टी भयो, प्रचण्डजीहरू माओवादी होइन। हाम्रो साथीहरूले गरेकै छन्, अझै गर्छन्, ओलीले भने। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुसलाई राजनीतिमा आउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल मार्फत साम्पाङले धुर्मुसलाई आफ्नो पार्टीमा सामेल हुन आह्वान गर्दै निर्वाचनको लागि टिकट दिने प्रस्ताव समेत गरेका हुन्। साम्पाङले लेखेका छन्, धुर्मुसजी, मन मिले म तपाईलाई एउटा टिकट दिनेछु, अब राजनीतिमा आउनुहोस्। पछिल्लो समय कलाकार कट्टेल भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रंगशालाको विषयलाई लिएर सरकारी निकाय धाइरहेका छन्। जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारसँग उनी आशावादी देखिएका छन्। हाल उनको सामाजिक सञ्जालमा पनि प्रशंसा भइरहेको छ। केहीले उनलाई राजनीतिमा आउन सुझाव दिइरहेका छन्। यही पृष्ठभूमिलाई लक्षित गर्दै साम्पाङले उनलाई आफ्नो पार्टीमा भित्राउने इच्छा देखाएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले आयोगले दिएको प्रतिवेदनको आधारमा दोषी देखिए केपी ओली र रमेश लेखकलाई पनि पक्राउ गर्ने बताएकी छन्। जेन्जी आन्दोलनका क्रममा दोषी देखिएका जो कोहीलाई पनि कारबाही हुन्छ, कार्कीले भनिन्। यसको लागि गौरी बहादुर कार्की नेतृत्वको उच्च स्तरीय छानबिन आयोगको प्रतिवेदन कुरिरहेको उनको भनाइ छ। नेपाल रिपब्लिक मिडियाको हरेक बुधबार राति प्रसारण हुने नागरिक फ्रन्टलाइनसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले भदौ 23 र 24 गते भएका हरेक घटनाबारे सरकारले पनि सूक्ष्म रूपमा अध्ययन गरिरहेको बताइन्। 40 भन्दा बढी युवाहरूको हत्या, खर्बौं बराबरको भौतिक संरचनामा क्षति लगायत सम्बन्धमा सरकार पनि गम्भीर रहेको उनको भनाइ थियो। नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेलको तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाव आइरहेको छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीले आयोगले काम गरिरहेकोले तत्काल सरकारले कुनै पनि कदम नचाल्ने बताइन्। कार्की नेतृत्वको आयोग काम गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उनले आयोगले दिएको प्रतिवेदनका आधारमा दोषी देखिए ओली र लेखकलाई पनि पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। तत्कालका लागि भने सरकारको एक मात्रै ध्यान निर्वाचनमा रहेकोले सबैलाई सहभागी हुन प्रधानमन्त्री कार्कीको विशेष आग्रह छ। नेकपा एमालेका नेता महेश बस्नेतले आगामी 6 गते एमालेले गर्ने प्रदर्शनले सरकार ढाल्ने दाबी गरेका छन्। उपत्यका स्तरको ठूलो सभा भ्रिकुटी मण्डपमा गर्ने बस्नेतले बताएका छन्। आज सिमरा जान नपाएपछि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बस्नेतले अध्यक्ष केपी ओलीको उपस्थितिमा युथ भोलिन्टियर्स फोर्स गठन हुने जानकारी दिएका छन्। बस्नेतले भने, माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरिन्छ। कार्की बैंक्वेटमा अध्यक्षज्यूलाई बोलाएर युथ भोलिन्टियर्स घोषणा हुन्छ। 6 गतेको सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने उनलाई थाहा छ। अवैधानिक सरकार जरैदेखि हल्लिसकेको छ, बस्नेतले भने। यो अवैधानिक संविधानले नचिन्ने सरकार हो। जेन्जीको हजुरआमा सुशीला आमैले यो सरकार छोड्नुपर्छ भन्ने उनलाई थाहा छ। त्यसैले उनी यो कार्यक्रम नहोस् भन्ने चाहन्छन्। 12 मा हामीलाई रोकेर उनले एउटा धक्का दिएकी हुन्, तर हामी रोकिदैनौं, बस्नेतले भने। सुशीला आमै र गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, एमाले र युवा संघ भनेको दुब जस्तो हो। हामी 20 वटा पालुवा हाल्नेवाला छौं। हामी काठमाडौँमा अहिलेसम्म नभएको सभा गर्दैछौं, बस्नेतले भने।